म यहाँ आएर उम्जा मात्रै गऱ्यो, अर्को त केही सिकेन है। अब त्यही उम्जा गरेर सघाएर जानु पर्ला अब, जङ्गल पाउ गरेर सघाइदिउँ होइन। अब विशेष गरेर मैले नाम सबै त तोक्न सक्दैन होला होइन। हाम्रो प्रमुख गुरु साथी केलुबुछे श्रीमन्याल, अनि हाम्रो यहाँ पाहुना दुईजना केलुबुछे अनि सानो लामा, अनि विशेष गरेर अनि हाम्रो अध्यक्ष दाजु, अनि हाम्रो पूर्व अध्यक्ष भनौँ न है, आजदेखि त पूर्व भइहाल्यो नि त होइन। जगन आमा, अनि अहिले नयाँ नियुक्त हुनुभएको शारदा दिदी, अनि हाम्रो विशेष जहिले पनि नमस्ते गुरु भन्दै ज्ञान चाहियो, ज्ञान पुण्य र है उहाँ त्यो भन्नु भने हाम्रो मेजर साहब कुमार, अनि हाम्रो मेजर पुष्पन बाबा, अनि हाम्रो अब सबैको नाम त मैले मान्छे चाहिँ चिन्छु है, सबैको नाम निकालेर समय सकेला है। माथिदेखि हामी ट्याउ गरेर बसेको थियो है, तपाईँहरूलाई हामी यहाँ पढ्दाखेरि डिस्टर्ब पनि भयो होला। अनि विशेष गरेर हाम्रो ज्ञानको अनि इन्द्र के अरे इन्द्र होइन, इन्द्र, अनि हाम्रो तुलसी फेरि चाहिँ रोल्दाखेरि जहाँ नाम निकालेन त है, त्यो भएर सबैजनालाई यहाँ पाल्नुभएको हाम्रो तामाङ सोसाइटीका अध्यक्ष प्रताप, अनि पञ्चे होइन छक्का भन्यो अनि पञ्च दाजु, अनि सुन्दरी दिदी, सबैलाई एकमुष्ट मेरो तर्फबाट नमस्कार भन्दै विशेष गरेर मेरो भन्ने कुरा त केही पनि छैन होइन। तर यहाँ बसेर मलाई एकदमै रमाइलो भयो, एकदमै खुसी भयो कि म किन खुसी भयो, के खुसी भयो भन्दाखेरि चाहिँ म सबैसँग बोल्छु, सबैसँग घुलमिल गर्छु होइन। त्यो किनभनेदेखि चाहिँ जे आफूले सक्ने काम के छ त्यो गर्छु होइन, नसक्ने कामहरू त मैले सबै सक्छु भन्ने काम पनि छैन। खासै मैले ज्ञान त्यस्तो त केही पनि दिनु सकेको छैन। त्यो हुनाले अब हामीले ज्ञान दिएर तपाईँहरूलाई दिनु सक्ने पनि होइन, हामीभन्दा पनि एकदमै महान विद्वान गुरुहरू चाहिँ यहाँ दलाई लामादेखि ल्याएर चाहिँ यत्रो गुरुहरू आएर तपाईँहरूले डेली प्रवचन सुन्नुभएको छ र त्यत्रो गुरुबाट प्रवचन सुनिसकेपछि अब हामीले तपाईँहरूलाई अब त्यो प्रवचन दिएर त्यस्तो हुने त होइन होला। तै भने पनि कसैलाई त फेरि सानोतिनो कुराले मनमा चक्कै छोएर त्यसले पनि कहिले उँभो लाग्ने पनि हुन्छ। त्यो भएको कारणले कसैलाई चाहिँ मैले केही सिकाएको छु है। विशेष गरेर चाहिँ हाम्रो एउटा त केही याद छैन कि हाम्रो जगना आमा र अनि पुष्पा दिदीलाई चाहिँ धेरै याद आउँछ। म अस्ति एकचोटि लन्डनमा चाहिँ घुमाउनु लागेको थियो कि हामीलाई, हाम्रो भयो हामी सबै, अनि त्यति बेला चाहिँ के भने जगनामा आमा म पनि छिटो कुद्दै रहेछ किन कुदेको भने बहुत छुट्यो त्यो कुद्दै रहेछ, मैले भेट्दै भ्याएँ कि त्यो चाहिँ कहिले पनि बिर्सिन एउटा है। बिचरा त्यति माया गरेर यस्तो घुमाउनु लाग्यो, अनि विशेष गरेर सबैले यति माया गर्नुभएको छ कि अब त्यसलाई मैले एउटा भनेर भन्न पनि सक्दैन। सबैले चाहिँ यति माया गर्नुभएको छ कि होइन, त्यो माया चाहिँ मैले अब जहिले मनमा राख्नेछु। र विशेष गरेर अब मैले एउटा कुरा चाहिँ के राख्छु भने हामी मानवको चोलो भइसकेपछि जन्मेपछि मरण र भेटेपछि चाहिँ छुटिनु होइन, त्यो त अब स्वाभाविक कुरा नै हो। र त्यो कसैले बनाएको पनि होइन, कसैले ल्याएको पनि होइन। त्यो एउटा कुरा चाहिँ अब सबै थाहा भएको कुरा हो। विशेष गरेर अब हामी एउटा मानवको चोलो पाइसकेपछि यो मानवलाई चाहिँ कसरी चाहिँ हामीले प्रयोग गर्नुपर्छ त्यो बुझ्नु चाहिँ एकदम जरुरी छ होइन। अब हामी सबैले भन्छ नि त अब यो मानव भनेको त आज हुन्छ कि भोलि हुन्छ कसैले थाहा छैन। हामी म यहीँ बसेर चाहिँ अब यहीँ पूजा गर्दा कति मान्छे चाहिँ यहीँ फोटो, यहीँ कति चाहिँ अब लासहरू ल्याएको त्यो सबै देखेको छ, भोलि त हामी जानिसके त्यही हो। अनि विशेष गरेर यहाँ विशेष युके जस्तो गुम्बामा एउटा एकदमै खुसी लाग्ने कुरा हामी आउनु पाउनु भने एउटा भाग्यमानी हो। यत्रो गुरुले चाहिँ यहाँ अधिष्ठान गरेको ठाउँमा चाहिँ तपाईँ हामी भएर चाहिँ यस्तो
पूजा गर्नुभएको। अनि त्यो मात्रै नभइकन अनि यत्रो गुरुहरू आएर चाहिँ यस्तो धर्म प्रवचन सुन्नु पाएको छ। धर्म प्रवचन मात्रै सुन्नु पाएको मात्रै नभएर अझै पनि के छ, हामीलाई सबै अङ्ग पुगेर चाहिँ 18 झन्ले युक्त भएको मानवको झोल हो। पाएर मात्रै हुँदैन, यहाँ कति छ त होइन, तर उहाँहरूले त यस्तो गुरुहरू दर्शन त पाएको छैन नि त होइन। त्यो भएर हामी लाइफमा सबैभन्दा सोच्नुपर्ने कुरा चाहिँ के हो भनेदेखि चाहिँ एकदमै स्मृति ढेम्पल स्मृति त है, स्मृति है। जहिले पनि हामीले अब बिहान उठेकोदेखि के गर्छ त हामीले होइन, कसैले अब हुन त मैले भन्नुपर्ने कुरा पनि छैन। कति मान्छेहरू चाहिँ तिरुमुल गरेर चाहिँ अब लामा हिदम है ढाकिने सबै पुगिसकेको छ होइन। त मैले भोलि भने सबै हाँसोस् होला, तर यसलाई अन्यथा नमान्दैन होला। एकदमै इम्पोर्टेन्ट चिज हो। बिहान उठेकोदेखि हामीले अगाडि उठ्छौँ, दाँत माझ्छौँ, जिउ तन्काउँछौँ, हामीले काममा जान्छौँ, फर्केर आउँछौँ, फेरि मेरो त अब यस्तो तिरुमुलको त्यो प्रार्थनाहरू छ भनेर त्यो याद गर्छौँ। त्यो मात्रै नभइकन बिहान हामी उठेर दाँत धुन्छौँ। त्यति बेला चाहिँ हामीले दाँत किन धोको भन्दाखेरि एउटा दाँत सफा हुनलाई धोको हो। त्यो जस्तै गरेर हाम्रो मनमा चाहिँ जहिले पनि याद गर्नुपर्छ कि त्यस्तै गरेर हामीले जहिले पनि मन चाहिँ त्यसो गरेर सफा बनाउन सक्यो भने हाम्रो जीवन भनेको दैनिक सुख र शान्तिमा बितिन्छ होइन। अनि त्यो जब चाहिँ हामीले अब मनलाई पनि केही नसम्झिने अनि त्यो दाँत चाहिँ धोएको छ, जिउ चाहिँ जहिले धोएको छ होइन, त्यो जिउ त भोलि जति सफा गर्ने यति माया गर्ने जिउ त हामीले एकदिन छोडेरै जानुपर्छ होइन। दिनमा डेली कहिले 2 चोरी धुन्छ, कहिले 3 चोरी धुन्छ, यो त छोडेर जानेछ होइन। विशेष गरेर सबैभन्दा हामीले सफा के गर्नुपर्छ भन्दाखेरि हाम्रो मन चाहिँ सफा हुनुपर्छ। जिउ धोएको जस्तै गरेर आजको दिनमा मैले कुशल कर्म अकुशल कर्म भन्ने कति सोचेको छ। त्यो कुशल कर्म सोचेकोलाई जहिले दैनिक हामीले त्यसलाई चाहिँ प्रार्थना अथवा त्यसमा चाहिँ हामीले युज गर्न सक्यो भने, त्यसलाई प्रयोग गर्न सक्यो भने दैनिक जीवनमा शान्ति र सुख मात्रै पाउँछ। जोदेखि पनि खुसी पनि हुन्छ, जोदेखि पनि आनन्द पनि हुन्छ होइन। जहिले पनि अब त्यो जीवनमा चाहिँ अब मनमा खिसिक्कै भएर बस्यो नि, त्यो मान्छेदेखि पनि अनौठो लाग्ने, त्यो मान्छेदेखि पनि अनौठो लाग्ने, त्यो हुन्छ। त्यो हुनुको कारणले गर्दा जस्तो हामी जिउ धुन्छौँ, दाँत धुन्छौँ, किरिम दल्छौँ, त्यो जस्तै गरेर हाम्रो मन पनि त्यस्तै गरेर डेली त्यस्तो गर्न सक्यो भने चाहिँ दैनिक हाम्रो जीवनमा चाहिँ आकाङ्क्षा इच्छा सबै पुगिन्छ होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले त्यसलाई दैनिक प्रयोग गरिदिनु अनुरोध गर्दै, विशेष गरेर मैले धेरै बोलेँ होला, त्यसको लागि माफ दिनु होला है। अब खासै त्यस्तो कुराहरू त केही बोल्न होइन। अनि अझै पनि सबैजनालाई चाहिँ म धेरै धेरै धन्यवाद है। मैले धन्यवाद दिएर दिनु सक्दैन। अब कसैको ठाउँमा चाहिँ गएर कति के जिस्काएर खाएर आएको छ है। अब विशेष गरेर चाहिँ अब जैली दिदीको ठाउँमा गएर चाहिँ धेरै खाएर आयो है। त्यो के भन्छ अब त्यो नभनौँ है, फेरि यो लोभेन यस्तो अनि त्यो भएर सबै अनि आमा बाबा सबैजनालाई धेरै धेरै थ्याङ्क यू, धन्यवाद थुसिए भन्दै म यहाँ 2 शब्द यहाँ राखेर यहाँ टुङ्गाउँछु। धन्यवाद, थ्याङ्क यू सो मच। अझै पनि सबैजनाले चाहिँ सरी एउटा मलाई विशेष गरेर भेट्न अब त्यो के भन्छ निमा र उहाँको परिवार आउनुभएको रहेछ, उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु। यो चाहिँ इङ्ग्लिसबाट उहाँले यस्तो ट्रान्सलेसन गरिदिनुहुन्छ कि भनेर म भनौँ भने फेरि मैले उल्टा बोलिदियो भने बराबर भयो त्यो भएर अनि थ्याङ्क यू। अनि एउटा शारदा दिदीले भन्ने बिर्सिँदैन, आज नयाँ युद्ध भएकोमा चाहिँ अब उहाँलाई चाहिँ विश्वास छ कि अब चाहिँ अब बिसी चाहिँ एकदमै टल्काउनुहुन्छ भनेर चाहिँ है। त्यो भएर चाहिँ अब धेरै बधाई पनि छ तपाईँलाई, विशेष गरेर बधाई पनि छ, गर्छ भन्ने आशा पनि छ। एकदमै धेरै धेरै विशेष गरेर फुपा आमालाई पनि धेरै धन्यवाद, किनभने जहिले पनि आउनुहुन्छ। अनि अब मैले यो फेरि कुरा धेरै हुन्छ होला, अब अध्यक्ष आउनुहुन्छ, तिमीहरूलाई के प्रब्लम हुन्छ, आमा आउनुहुन्छ के प्रब्लम हुन्छ, के खान मन लाग्यो होटलतिर जानु, के मनपर्छ होटलतिर जानु, अब यो हाम्रो बाबुबज्यू अध्यक्ष आमा परिवार जो आए पनि भन्नुहुन्छ कि अब भनौँ न एउटा जो आए पनि हाम्रो बाबा, हाम्रो इन्दिरा आमा, ज्ञानो फुपू सबैजना आएर के समस्या छ, के खान मन लाग्छ, के मनपर्छ भनेर भन्नुभएको छ कि अब यति नयाँ त अब त्यसलाई अब मैले व्याख्या गरेर गर्नु सक्दैन होइन। अनि त्यसको लागि चाहिँ धेरै 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 धन्यवाद। तुझी छे साधु साधु साधु।